नमस्कार। जय श्री राधे, जय श्री कृष्ण। आदरणीय दर्शक मित्रहरू, यहाँहरूलाई फेरि पनि हामीहरूको युट्युब च्यानलमा स्वागत छ र आज हजुरहरू समक्ष ज्योतिष शास्त्रसँग सम्बन्धित यी 5 वटा राशि भएका व्यक्तित्वहरूको शिरमा भगवानको सदा सर्वदा वास रहन्छ, यसको बारेमा जानकारी लिएर उपस्थित भएको छु। कुन राशि हुन्छ, कुन राशि हुनेवाला व्यक्तिहरूको शिरमा सदा सर्वदा भगवानको वास रहि नै रहन्छ। देवी देवता कुलपितृहरूको वास सदा सर्वदा रहिरहन्छ। देवी देवता कुलपितृहरूको आशीर्वाद यी 5 वटा राशिहरूलाई धेरै प्राप्ति हुने गर्दछन्। कुन हुन् त यी 5 वटा राशि, यसको बारेमा जानकारी लिएर उपस्थित भएको छु। यदि हजुरहरू पनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो स्क्रिप्ट नगरिकन सम्पूर्ण हेरिदिनु होला। अब ढिला नगरिकन आउँ, शिरमा देवी देवताहरूको आशीर्वाद अत्याधिक धेरै हुने र आशीर्वाद भइसके पछाडि चमत्कारिक रूपमा कामहरू बन्ने यी 5 वटा राशिहरू। यी 5 वटा राशिहरूमा पहिलो राशि हो मेष राशि। मेष राशि हुनेवाला व्यक्तिहरूको शिरमा भगवान गणेशजीको अत्यधिक धेरै मात्रामा वास हुने गर्दछ। भगवान गणेशको वास भइदिएको कारणले गर्दाखेरि यी व्यक्तिहरू कहिल्यै पनि डराउने, पछि हट्ने कहिल्यै पनि गर्दैनन्। सदा सर्वदा निडर भएर अगाडि बढिदिन्छन्। काम कर्ममा पनि उनीहरू अत्यधिक धेरै मात्रामा लागि पर्दछन् र उनीहरू छिटो भन्दा छिटो सफलता पाइदिन्छन्। जुनसुकै काम गर्दाखेरि पनि गणेशजीका मन्त्रहरू जप गरेर, गणेशजीलाई ध्यान गरेर, गणेशजीको स्मरण गरेर यी व्यक्तिहरू अगाडि बढेको खण्डमा सदा सर्वदा गणेशजीले उहाँहरूका कुनै पनि विघ्नहरू नपरिकन कार्य सफलता गराइदिनु हुनेछ भन्ने भावको साथमा उनीहरू अगाडि बढ्दछन्। र सदा सर्वदा गणेशको कृपा भएको कारणले गर्दाखेरि उनीहरू सुरुमा त अत्यधिक धेरै मात्रामा सङ्घर्ष गर्दछन्, तर पछाडि उनीहरू धेरै सफलता प्राप्ति गर्दछन्। यो मेष राशि हुनेवाला व्यक्तिहरू सदा सर्वदा उनीहरू अन्तिम अवस्थामा धेरै माथिल्लो अवस्थामा पुग्दछन्, धेरै सफलता भइदिन्छन्। गणेशजीको कृपा उनीहरूलाई भइदिने रहन्छ। अर्को चमत्कारिक राशि, भाग्यशाली राशि हो कर्कट राशि। कर्कट राशि हुनेवाला व्यक्तिहरूको पनि शिरमा भगवान शिवजीको, भगवती माता जगदम्बिका पार्वतीको र लक्ष्मी माताको कृपा अत्यधिक धेरै रहन्छ। उनीहरूको शिरमा सदा सर्वदा भगवान शिवजी, माता पार्वती र लक्ष्मी माताको वास रहिदिन्छ। उनीहरू सुहादी अवस्थामा धेरै नै आर्थिक कमजोरी अवस्था भइदिए पनि उनीहरू पछिल्लो क्रममा धेरै नै धनवान भइदिन्छन्। जुनसुकै काम गरेर पनि उनीहरू सफलताको श्रेणीमा पुग्न सफलता हुन्छन्। कर्कट राशि हुनेवाला व्यक्तिहरू पनि भगवान शिवजी दाहिने भएको कारणले गर्दाखेरि, भगवान शिवजी शिरमा भइदिएको कारणले गर्दाखेरि उनीहरू छिटो छिटो रिसाउने प्रवृत्ति त रहिदिन्छ, तर छिटो छिटो रिसाएको अवस्थामा पनि उनीहरूले कामलाई निरन्तरता दिएको कारणले गर्दाखेरि उनीहरू धेरैभन्दा धेरै सफलताको स्थानमा पुग्दछन्। चमत्कारिक रूपमा उनीहरू सफलताको सिँढीहरू चढ्दै अगाडि गइदिन्छन्। कर्कट राशि हुनेवाला व्यक्तिहरू पनि उनीहरूको शिरमा लक्ष्मी माताको पनि कृपा भइदिन्छ। लक्ष्मी माताको कृपा भइदिएको कारणले गर्दाखेरि उनीहरू सदा धनले युक्त, धन सम्पत्ति कहिल्यै पनि अभावको अवस्था उनीहरूलाई पनि भइदिँदैन, कर्कट राशि हुनेवाला व्यक्तिहरूलाई पनि। अर्को चमत्कारिक राशि रहेको छ सिंह राशि। सिंह राशि हुनेवाला व्यक्तिहरूको लागि उनीहरूको शिरमा सदा सर्वदा भगवान नारायणको वास भइदिन्छ। भगवान सूर्य नारायणको पनि वास भइदिन्छ। भगवान सूर्य नारायण जस्तो किसिमबाट निराकार स्वरूपमा, चम्किलो स्वरूपमा रहनुहुन्छ, सिंह राशि हुनेवाला व्यक्तिहरू पनि त्यस्तै किसिमबाट चम्किलो स्वरूपमा रहिदिन्छन्। उनीहरूलाई कहिल्यै पनि डर त्रास भन्ने हुँदैन। डर त्रास नभइदिएको कारणले गर्दाखेरि उनीहरू जुनसुकै काममा पनि अगाडि बढिदिन्छन्। भगवानको साथ सदा सर्वदा रहिदिन्छ। जब उनीहरू अगाडि बढ्छन् भगवान पनि साथ दिनुहुन्छ र उनीहरू अगाडि बढेको काममा सफलता प्राप्ति गराइदिनुहुन्छ भगवानले। उनीहरू जुनसुकै काममा पनि अग्रसर रहिदिएको कारणले गर्दाखेरि, निडर भएर अगाडि बढिदिएको कारणले गर्दाखेरि उनीहरू कहिल्यै पनि
असफल भन्ने कुराहरू उनीहरूको लाइफमा आइदिँदैन। सदा सर्वदा सफलता नै सफलता भइदिसकेछन् हुने भनेको के हो, अत्यधिक धेरै किसिमका सफलताहरू प्राप्ति हुन्छन्। जस्तो किसिमको सफलताको लागि हजुर अगाडि बढ्न खोजिराख्नु भएको छ ती सम्पूर्ण किसिमका सफलताहरू हजुरहरूले पाउन सक्नुहुन्छ। सिंह राशि हुनेवाला व्यक्तिहरूले पनि सुरुवाती अवस्थामा त केही सङ्घर्ष त गर्नु नै पर्ला, तर पछाडि गएर उनीहरू धेरैभन्दा धेरै सुखको अनुभूति गरेर दिनहरू व्यतीत गराउँदछन्। सिंह राशि हुनेवाला व्यक्तिहरू पनि चमत्कारिक रूपमा प्रगति उन्नति हुने राशि हो सिंह राशि। किन हुन्छन् त भन्दाखेरि भगवान नारायणको वास उनीहरूको शिरमा सदा सर्वदा रहिदिने रहन्छ र अन्तिम अवस्थामा मोक्ष पद आदि पनि प्राप्ति गर्न सक्दछन् सिंह राशि हुनेवाला व्यक्तिहरूले। किन त भन्दाखेरि भगवान नारायणले नै मोक्ष पद दिन सक्नुहुन्छ। भगवान नारायणको वास उनीहरूमा सदा सर्वदा रहिदिन्छ, त्यसैले गर्दाखेरि मोक्ष पद प्राप्ति गर्न सक्दछन्। उनीहरूको वाणी पनि सिद्धि हुन्छ, उनीहरूले जे बोले त्यो वाणी सही भइदिन्छ, भविष्यवाणीहरू पनि सही भइदिने गर्दछन् सिंह राशि हुनेवाला व्यक्तिहरूका पनि। अर्को राशि रहेको छ, अर्को चमत्कारिक राशि रहेको छ कन्या राशि। कन्या राशि हुनेवाला व्यक्तिहरूको शिरमा पनि भगवान शिवजीको र भगवान नारायणको वास हुन्छ। उनीहरू अत्यधिक मृदुभाषी, मिठो तरिकाले बोलेर मान्छेलाई चिप्लाउन सक्ने, मान्छेलाई प्रभाव पार्न सक्ने कला क्षमता उनीहरूमा रहिदिन्छ। एकदम सोच विचार गरेर मात्रै बोल्न सक्ने कला उनीहरूमा रहिदिन्छ। सोच विचारको साथमा बोलिसके पछाडि उनीहरूका काम, नराम्रो कामलाई पनि त्यस्तै किसिमबाट सोच विचारको साथमा बोल्न सक्ने र राम्रो कामलाई पनि त्यस्तै किसिमबाट सोच विचारको साथमा बोल्न सक्ने कला उनीहरूमा रहिदिन्छ। उनीहरू चिन्तन शक्ति उनीहरूमा अत्यधिक धेरै मात्रामा रहिदिन्छ। चिन्तन शक्तिको कारणले गर्दाखेरि राम्रो नराम्रो चिजलाई उनीहरू मजाले चिन्तन गर्न सक्दछन्। चिन्तनको साथसाथमा उनीहरू रचना पनि गर्न सक्दछन्, कल्पनामा मजाले डुब्न सक्दछन्। कल्पनामा डुबेर उनीहरू धेरै किसिमका रचनात्मक कर्महरू उनीहरूले गर्न सक्दछन्। जस्तै गीत सङ्गीत साहित्यिक सृजना सबै कुराहरू यिनीहरू रचना गर्न सक्दछन्। उनीहरू ध्यानमा बसेर पनि सबै चिजहरू आहा चिम्मा गरेर सबै चिजहरू देख्न सक्दछन्। उनीहरूको विचारधारा अत्यधिक धेरै मात्रामा भइदिन्छ। विचारधाराको साथसाथमा उनीहरूको वाक चतुर्याइ पनि त्यस्तै भइदिन्छ। त्यसैले गर्दाखेरि उनीहरू सदा सर्वदा माथिल्लो स्थान प्राप्ति गरिरहेका हुन्छन्। चमत्कारिक रूपमा उनीहरूले मान सम्मान आदि प्राप्ति गरिरहेका हुन्छन्। उनीहरू बोलीको प्रभाव, बोलीको साथसाथमा उनीहरूको चिन्तनशील क्षमता, सृजनात्मक क्षमता, रचनात्मक क्षमता, साङ्गीतिक पक्षको क्षमता, कलाको क्षमता भइदिएको कारणले गर्दाखेरि उनीहरू धेरै माथि पुग्न सक्दछन्। त्यसैगरी साहित्यिक क्षेत्रमा पनि उनीहरू अत्यधिक राम्रो अवस्थामा पुग्न सक्ने अवस्था भइदिने कारणले गर्दाखेरि उनीहरू धेरै माथि पुग्न सक्दछन्। उनीहरू पनि चमत्कारिक रूपमा मान सम्मान, धन सम्पत्तिहरू प्राप्ति गर्न सक्दछन्। कन्या राशि हुनेवाला व्यक्तिहरू पनि भगवान नारायणको र भगवान शिवजीको सदा सर्वदा वास यिनीहरूलाई पनि रहिदिने रहन्छ। अर्को नम्बरको राशि हो कुम्भ राशि। कुम्भ राशि हुनेवाला व्यक्तिहरूलाई पनि भगवती माता जगदम्बिका देवीको कृपा प्रसाद अत्यधिक धेरै भइदिन्छ। कुल देवताहरूको कृपा प्रसाद प्राप्ति भइदिन्छ र उनीहरू जे गर्दछन्, जे बोल्दछन् त्यो कामलाई सफलता गराउनेतर्फ उनीहरू अग्रसर भइदिन्छन्। उनीहरू बोल्दै बोल्दैनन्, बोलेको कुरा जसरी भए पनि सफलता स्थानमा पुर्याउने किसिमबाट बोली वचनहरू व्यक्त गरिदिन्छन्। बोलीमा बरु केही मृदुभाषी नभइदिएर कटुता आइदिन सक्ला, तर उनीहरूको बोली कटुता आइदिए तापनि सत्यमा परिणत हुन्छ। उनीहरूको बोली नै प्रमाण बनिदिन्छ। त्यसैले गर्दाखेरि उनीहरू जे बोल्छन् त्यो गर्छन्, जे गर्छन् त्यसबाट सफलता प्राप्ति गर्दछन्। सफलता प्राप्ति भइसके पछाडि उनीहरू पनि छिट्टो चमत्कारिक रूपमा माथि पुग्न सक्दछन्। उनीहरूलाई अरू पनि देवी देवताहरूको कृपा प्रसाद प्राप्ति भइ नै रहन्छ। शिवजीको पनि कृपा प्रसाद प्राप्ति भइदिन्छ, नारायणको पनि कृपा प्रसाद प्राप्ति भइदिन्छ र उनीहरूको शिरमा देवी, कुल देवी देवताहरू शिव नारायणको वास भइदिएको कारणले गर्दाखेरि उनीहरू योग, ध्यान, समाधितर्फ पनि अगाडि बढिदिन्छन्। उनीहरू
को बोलीलाई मात्रै लिएर व्यक्तिको विश्लेषण नगर्दा नै हुन्छ। उनीहरूको कामप्रति तीव्रता लगनशीलताका कुराहरू धेरै रहिदिन्छन् कुम्भ राशि हुनेवाला व्यक्तिहरूको पनि। त्यसैले गर्दाखेरि यिनीहरू पनि अत्यधिक छिटो चमत्कारिक रूपमा जिन्दगीमा धेरै राम्रा किसिमका उन्नति प्रगतिहरू गरेर छिटो नै सफलताको स्थानमा पुग्न सक्दछन्। दर्शक मित्रहरू, शिरमा देवी देवताहरूको आशीर्वाद वास त सम्पूर्ण राशिहरूलाई नै हुने गर्दछ, तर विशेष गरेर आज मैले भिडियो बनाउने अवस्थामा यी 5 वटा राशिको बारेमा लिएर उपस्थित भएको थिए। यी 5 वटा राशि अन्तर्गत हजुरहरूका राशि परेका छन् अथवा छैनन्, यसको बारेमा कमेन्ट बक्समा जानकारी दिनुहोला। यदि यी 5 वटा राशिहरू परेका छन् भने हजुरलाई यी देवी देवताहरूको कृपा प्रसाद प्राप्ति भइरहेको छ अथवा छैन। यी 5 वटा राशि हुनेवाला व्यक्तिहरूले सपनामा पनि ती देवी देवताहरूलाई अवश्य पनि दर्शन गर्नु नै हुनेछ र भगवानको दर्शनको साथसाथमा हजुरका दिनहरू पनि अति उमङ्गका साथमा अगाडि बढ्नेछन् र बढाउने प्रयत्न पनि हजुरहरू स्वयंले पनि गर्नुहोला। हजुर कहाँबाट बसेर हेरिराख्नु भएको छ, हाम्रो भिडियो कहाँसम्म पुगिरहेको छ, यसको बारेमा जानकारी गराउनुहोला तल कमेन्ट बक्समा। आफ्ना छोराछोरी आदिको जन्मकुण्डली चिना हेराउन चाहिराख्नु भएको छ भने पनि हामीहरूलाई सम्पर्क गर्न सक्नु नै हुनेछ तल डिस्क्रिप्सनमा रहेको नम्बरमा। भन्दै यो जानकारी हजुरहरूलाई कस्तो लागिरहेको छ, कृपया जानकारी मनपर्छ भने सेयर गरिदिनु होला, लाइक कमेन्ट गर्न नभुलिदिनु होला, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिन नभुलिदिनु होला भन्दै आज हजुरहरू समक्षबाट म ज्योतिष गुरु मेघनाथ रेग्मी बिदा हुन चाहन्छु। हस्त नमस्कार।